साउनको महिना हो, जसरी नि पानी पर्छ, पानी पर्यो भने हिम्मत हार्नुहुन्न। पानी सफा गरेर हामी जान्छौँ। साथीहरू, हरि सर 5:30 बजे नै आएर यसरी पानी सफा गरिरहनु भएको छ। म चाहिँ भर्खर आइपुगेको हो। म पनि पानी परिरहेछ भन्दै घरै बसिरहेको थिएँ बस्न चाहिँ। तर जे होस्, उहाँको यो जोस देख्दाखेरि एउटा मजा चाहिँ के आयो भने वास्तवमा तपाईँ हामी भन्दा चाहिँ यी मान्छे अलि कामको केसमा चाहिँ एक्टिभै हुन् कि जस्तो लाग्यो है। अब यदि मेरो भनाइ गलत छ भनेदेखि कसैले प्रमाणित गरेर दिउँ, यदि गलत छैन भनेदेखि हो भनेर स्वीकारौँ। तपाईँ हामी कोही पानी पऱ्यो भनेको छौँ, कोही असिना पऱ्यो भनेको छौँ। यी परिरहेछ पानी। 5:30 बजे आएको रे, पानी आएको आई गर्दो रहेछ, ऊ निचोरै गर्छ। यस्तो छ ताल। सफा पुरै क्लियर गरिसकेको है गर्न चाहिँ।